स्वामीहरूको तपाईँको जसले योगा ध्यान सिकाउँछ नि मत्स्य आसन भने के माछाको जस्तो अनि माछाबाट सिक्नु खोजेर रहन्छ माछा ठिक छ हामी बेठिक छौँ भनेर माछा जस्तो बन्न खोजेको छ मत्स्य आसन भुजङ्ग आसन भने के सर्प जस्तो बन्न खोजेको छ सर्पले बाँचेको ठिक छ मैले बाँचेको ठिक छैन भने सर्पको जस्तो बन्न खोजेको छ सबै तपाईँले हेर्नुहोस् मयूर आसन भने के मयूरले जसरी बाँच्यो भने तपाईँ राम्रोसँग बाँच्न सक्दो रहेछ भनेर मयूरबाट सिकिरहेको छ सर हेर्नु न तपाईँले हामी आफैले बनाएको तपाईँ यसको यो कन्फ्युजनबाट क्लियर हुनुहोस् न जनावर त हामीभन्दा बेटर छ भन्ने हाम्रो पहिलाको ऋषि बाजेहरूलाई थाहा भएर उनीहरू जस्तो बन्नलाई खोजिरहेछ सिंह जस्तो सिंह आसन भने के सिंह जस्तो मान्छे भएर किन सिंह बन्न खोजेर मान्छे भएर किन माछा जस्तो बाँच्न खोजेर मान्छे भएर किन सर्प जस्तो आसनमा बस्न खोजेर मान्छे भएर किन मयूर बन्न खोजेर अरू पनि धेरै आसनहरू छन् सर्पबाट मान्छे अनि पशुभन्दा मान्छे ठिक रहेछ मान्छे चाहिँ बिग्रियो पशुबाट सिक्नुपर्छ भनेर मान्छेले सिकिरहेको तपाईँकै धर्म पुराणहरूमा त छ नि